वेलकम ब्याक टु माई युट्युब च्यानल र सम्पूर्णलाई नमस्कार। र आज चाहिँ म यो ठाउँमा आइसकेको छु र विशेष हजुरहरूलाई म आजको मेरो युट्युब च्यानलको माध्यमबाट यस ठाउँमा आइसकेको छु र यहाँको म आज यो एउटा जुन चाहिँ हाम्रो गाउँदेखि केही नजिकमा रहेको यो एउटा ढुङ्गा छ। यो हामी मसिनो हुँदादेखिको यो ठाउँमा हामी खेल्ने गर्थ्यौँ। अनि विशेष आज यो ऐतिहासिक नै भनौँ, यो ठाउँको यो ढुङ्गाको विषयमा म हजुरहरूलाई मेरो युट्युब च्यानलको माध्यमबाट यो मेरो भ्लगमा देखाउन गइरहेको छु। र विशेष म आज यस ठाउँमा आइसकेको छु। यो जुन ठाउँ तपाईँहरूले देख्नुभएको मेरो गाउँदेखि केही नजिकैमा रहेको यो ठाउँ र हामी यस ठाउँमा हामी धेरै सानो छँदा पनि हामी खेल्ने गर्थ्यौँ। भने यो विशेष मैले आज हजुरहरूलाई किन देखाउन खोजिरहेको छु भने विशेष यो हाम्रो मसिनो जुन चाहिँ हामी सानो हुँदाखेरिको देखि नै यस ठाउँमा हामी खेल्ने गर्थ्यौँ। अनि यो ठाउँमा मैले आज हजुरहरूलाई किन लिएर आएँ भन्दाखेरि चाहिँ यो जुन चाहिँ हाम्रो मसिनो हुँदा हामीलाई हाम्रो ठुला बडाहरूले भन्ने गर्थे, यो ढुङ्गा चाहिँ बन्दुके ढुङ्गा भनेर यसको नाम भएको छ है, नामकरण भएको छ। यो पुरानो देखि नै रहेको यो ढुङ्गा हो। र विशेष हजुरहरूलाई यो बन्दुके ढुङ्गाको विषयमा अनि यो धेरै पुरानो यो देखिरहेको हामी मसिनो हुँदादेखि नै देखिआएको यो ढुङ्गा र यसको नाम पनि बन्दुके ढुङ्गा भनेर भनिन्छ। र विशेष यो चाहिँ हामी मसिनो हुँदादेखि नै किन भन्दाखेरि चाहिँ हामीलाई ठुलो बडाहरूले भन्ने गर्थ्यो यो चाहिँ ढुङ्गा चाहिँ बन्दुकले हानेर छिँडेको भन्ने गर्थ्यो। तर यो सत्य तथ्य कहाँसम्म हो अनि यो चाहिँ विशेष हामीले सुन्न बुझ्न पाउँदाखेरि यहाँको पुराना व्यक्तिहरूबाट हामीले जान्न कोसिस गर्दाखेरि विशेष यो चाहिँ हामीलाई अहिलेको यो जानकारी अनुसार यो चट्याङले खोपेको भन्ने पनि भनाइ धेरै रहेको छ। भने पहिले हामीले जब मसिनो छँदा हामी यस ठाउँमा खेल्ने गर्थ्यौँ अनि यहाँ हामीलाई भन्ने गर्थ्यो यो चाहिँ बन्दुके ढुङ्गा भनेर। र यो ढुङ्गाको नाम पनि बन्दुके ढुङ्गा रहेको छ। र हजुरहरूलाई आज यस विषयमा म मेरो युट्युब च्यानलको माध्यमबाट यो देखाइरहेको छु। यो ठाउँमा म आज आइसकेको छु र विशेष मेरो युट्युब च्यानलको माध्यमबाट हजुरहरूलाई यो ठाउँ जुन चाहिँ हाम्रो गाउँदेखि नै केही नजिकैमा रहेको यो हाम्रो मुन्डा अनि सिडसको यो चिया बगानको यो एरियामा रहेको बोर्डरमा रहेको सिमानामा रहेको यो जुन चाहिँ ढुङ्गा, यो बन्दुके ढुङ्गा भनेर भन्ने गर्छ। र हजुरहरूले हेर्न सक्नुहुनेछ यो मैले जुन चाहिँ यो ढुङ्गामा खोपिएको चारैपट्टि यो यसको खोपिएको यो बन्दुकले हानेर खोपिएको जस्तै यहाँनिर देख्न पाउँछौँ। र हजुरहरूलाई यो आज मैले यस ठाउँको यो बन्दुके ढुङ्गाको यो विषयमा हजुरहरूलाई मेरो युट्युब च्यानलको माध्यमबाट देखाउन गइरहेको छु। र हजुरहरूले यो मैले आज मेरो युट्युब च्यानलको माध्यमबाट हजुरहरूसम्म पुर्याउने कोसिस गरिरहेको छु र हजुरहरूले हेर्न सक्नुहुनेछ। विशेष यो ढुङ्गा चाहिँ सानैदेखि हामी हुँदादेखिको यो देख्न हामीले देख्ने गर्थ्यौँ भने अझै पनि यो यथावत नै छ। अनि यो हजुरहरूलाई देखाउन खोजेको यो ढुङ्गामा यो जुन चाहिँ छेडहरू परेको छ विशेष यो चाहिँ अब हामी मसिनो छँदा चाहिँ यो चाहिँ बन्दुकले हानेको भन्ने गर्थ्यो। तर यसको सत्य तथ्य हामी धेरै पुराना व्यक्तिहरूबाट जान्न मैले कोसिस गर्दाखेरि यो ढुङ्गा चाहिँ चट्याङले
हानेको भन्ने कुराहरू पनि